खोज्छु सानो जात अरे आफू चाहिँ महाराजा ठुलो बात गरे 24 घण्टा घरमा केही काम छैन गर्छन् काम दिन रात केही पाउँदैन आफ्नो बुढी ठुलो बसी बसी खाने हप्तामा एक दिन बारीतिर जाने ओ मालिक साहब तिमीलाई मैले माने काम गर्दै गरेको किसानको तिमा खाने रुँदै त्यो मन किसान घरतिर उकेका छन् मनमा लाखौँ हजारौँ पिर दिउँसोभरि खेतमा दुखिरहेको छ शिर घर जानु पर्यो अब झोला बिर ओइ त यति छिटै कहाँ जाँदैछस् दाउरा चिरेपछि भाँडा धुन बस काम अझै बाँकी छ कहाँ जान लाको जात भने सानो त ठुलो किन फाको होइन साउ ढिलो भइसक्यो कामले पनि टाढा तरिसक्यो घरमा छोरा छोरी मलाई कुर्दै होलान् बाबा कहिले आउनुहुन्छ भन्दै रुँदै होलान् चुप लाग त भनेको मान्दैनस् तेरो ज्यालादारीको पैसा पाउँदैनस् काम चाहिँ छैन ज्याला माग्न आउँछस् धेरै बोलिस् अब हेपाई मात्र पाउँछस् साउको हेपाई सहन नसकिने बिचरा किसान भोकै प्यासे हिँडे घरमा कुर्दै बुढी ज्याला पाए होलान् घर पुगेपछि दुवै कति रोलान् इच्छा मात्र एउटा सन्तान पढाउने राम्रो विद्यालयमा भर्ना गराउने तर कहाँ सुन्थे ती साहु महर्जनले मान्छे विभाजन गराउँदो रहेछ धनले